सर्वप्रथम परमेश्वरलाई धन्यवाद र आदरणीय बुवामा दाजुभाइ दिदीबहिनी सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा कष्टै अभिवादन जय मसीह भन्न चाहन्छु यहाँहरू सबैजनालाई। र विशेष गरी परमेश्वरलाई धन्यवाद, आज हामीले सुन्दर दिन पाएका छौँ उहाँको उपस्थितिमा रमाउनको लागि। प्रभुले हामीलाई यो नयाँ दिन दिनुभएको छ, हामी यसकारण आनन्दित छौँ आजको दिन पनि। र आज मैले वचनको शीर्षक त मैले होइन, आज मैले फिलिमनको पुस्तकबाट यो फिलिमनको पुस्तकलाई हामीले हेर्दै गर्दाखेरिमा चाहिँ के छ भने अध्यायलाई हेऱ्यो भने 1 अध्याय छ अनि पद हेऱ्यो भने हामी 1 देखि 25 पदसम्म पाउँछौँ प्रिय हो। अनि साथै यो पुस्तकले के कसरी भन्न खोजेको छ भने यो पुस्तक चाहिँ हामीले विशेष गरी यहाँको 10 पदलाई फिलिमनको 10 पदलाई हामीले यहाँनिर हेऱ्यो भने विशेष गरी यो कुरालाई जोड दिएको छ कि मेरा छोरा ओनेसिमसको निम्ति म निवेदन गर्दछु, जसको निम्ति मेरो कैदी अवस्थामा म पिता बनेको छु भन्न खोजेको। यहाँनिर के छ भने एउटा फिलिमनको परिवारमा चाहिँ एउटा काम गर्ने व्यक्ति यो ओनेसिमस थियो। त्यो व्यक्तिलाई चाहिँ क्षमा दिनुपर्छ है भनेर पावलले चाहिँ फिलिमनलाई पत्र लेखेको कुराहरू हामी पाउँदछौँ प्रिय। त्यो हुँदाखेरि आज तपाईँ र हामी चाहिँ के त हामीले हेर्दै गर्दाखेरि आज संसारमा मान्छेले भन्छ जात ठुलो होइन, भात ठुलो होइन, यो धनी त्यो गरिब भनेर हामी हेला गरिरहेका हुन्छौँ प्रिय। तर होइन, वचनले भन्दछ गोठालो धनी मानिस र सानो नोकर अथवा बाटोमा रोडमा हिँड्ने मान्छेमा के छ भने बराबर छ भिन्नता होइन, एकै समान हो। यो पुस्तकले यो कुरा बताउँछ क्या तपाईँलाई हामीलाई, हामी एक समान हौँ भन्छ है। तर के गर्ने विडम्बना यो छ कि मानिसले संसारमा विश्वासी भएर पनि के गर्छ जात भात होइन, यो कुरा छुट्याइरहेको कुराहरू हामी पाउँदछौँ। यो चाहिँ नछुट्याउनुहोस्, किनभने धनी र गरिब चाहिँ यहाँ बराबर एक समान हो भन्न खोजेको छ पुस्तकले है। अनि पाप गर्नेलाई चाहिँ क्षमा दिनुपर्ने कुराहरू भनेर चाहिँ भनेको छ है वचनले चाहिँ। अनि परमेश्वरले तपाईँ हामीलाई के गर्नुभयो, हामी पापी थियौँ नि त, हामी पापीलाई उहाँले के गर्नुभयो, क्षमा गर्नुभयो। त्यसकारण आज तपाईँ र म बिहान वचन सुन्दै गर्दाखेरि त्यहाँनिर के भनेको थियो भने हो हामीलाई रिस उठ्छ होइन, तर रिस हामीले उतिखेर छोड्नुपर्छ भनेको छ। पाप गर्नुहुन्न कि रिस चाहिँ गर्ने तर पाप चाहिँ नगर्ने, वचनले नि त्यही भन्छ है। अनि त्यो हुँदाखेरि यो पुस्तकले पनि त्यही भन्न खोजेको छ। ओनेसिमसले पाप चाहिँ गरेका थिए, गल्ती गरेका थिए, केही चोरी गरेका थिए, तर पावलले के भन्यो क्षमा गरिदेऊ है भनेर फिलिमनलाई चाहिँ पत्र लेखेको कुराहरू हामी पाउँदछौँ प्रिय। अनि त्यो हुँदा म 1 अध्याय पढ्नेछु, अलिकति व्याख्या पनि गर्नेछु है तपाईँहरूको माझमा। 1 देखि म पढ्नेछु। ख्रिस्ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय सहकर्मी फिलिमन, हाम्री बहिनी अफिया र हाम्रा सँगी सिपाही अकिफस र तिम्रा घरका मण्डलीलाई, तिमीलाई अनुग्रह र हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रिस्टमा शान्ति। अनि यहाँ शीर्षक छ धन्यवाद ज्ञापन र प्रार्थना। मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्मरण गर्छु, जब म मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु, किनकि प्रभु येशूमाथिको तिम्रो विश्वासले विषयमा र सन्तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्दछु। र म प्रार्थना गर्छु कि तिम्रो विश्वासको सहभागिताले ख्रिस्टमा भएका हाम्रा सबै असल कुराहरू ज्ञानको बुद्धि गर्न सकोस्। मेरा भाइ, तिम्रो प्रेममा मैले धेरै आनन्द र सान्त्वना पाएको छु, किनकि तिमीद्वारा सन्तहरूका हृदय फेरि ताजा भएका छन्। यहाँ ओनेसिमसको निम्ति पावलको बिन्ती भनिएको छ। ओनेसिमस के थिए त, एउटा नोकर थिए कसैको घरमा काम गर्ने। उनले चाहिँ बिन्ती पठाएको चिठी, यो पत्र चाहिँ उनलाई लेखेको कुराहरू हामी फिलिमनलाई लेखेको कुराहरू पाउँदछ। अब यहाँबाट सुरु हुन्छ। ओनेसिमसको निम्ति पावलको बिन्ती, तिमीले के गर्नु पर्ने हो सो गर्न आज्ञा दिनलाई ख्रिस्टमा मलाई साहस भए तापनि प्रेमको खातिर म तिमीलाई बरु अनुरोध गर्न चाहन्छु। अनि यो अनुरोध गरेर फिलिमनले पठाएको कुराहरू फिलिमनलाई पठाएको पावलले पत्र अनुरोध गर्दै, म वृद्ध पावल अनि अहिले ख्रिस्ट येशूको कैदी मेरा छोरा ओनेसिमसको निम्ति म निवेदन गर्दछु, जसको निम्ति मेरो कैदी अवस्थामा म पिता बनेको छु। तिनी अगाडि तिम्रो निम्ति बेकममा थिए, तर अहिले तिम्रो निम्ति र मेरो निम्ति पनि काम लाग्ने भएका छन्। म तिनलाई जे मेरो आफ्नै हृदयको टुक्रा हो तिमी कहाँ फर्की पठाउँदैछु, तिनलाई मसँगै राख्न म
खुसी हुने थिएँ, किनकि सुसमाचारको निम्ति मेरो बन्दी अवस्थामा तिम्रो सट्टामा तिनले मेरो सेवा गर्न सक्दथे। तर तिम्रो अनुमति बिना म केही गर्न चाहन्न, ताकि तिम्रो भलाइको करकापले गरिएको नहोस्, तर तिम्रो आफ्नै स्वइच्छाले गरिएको होस्। सायद तिमीबाट केही समयको निम्ति तिनी अलग भएका थिए, ताकि तिनी सधैँको निम्ति तिमीसँग बस्न सकुन्। जब उसो कमारो जस्तो होइन, तर कमराभन्दा बढी प्रिय भाइ जस्तै, विशेष गरी मेरो निम्ति त झन बढी शरीरमा र प्रभुमा पनि समेत तिम्रो निम्ति। त्यसैले यदि तिमीले मलाई आफ्नै समझदार सम्झन्छौ भने मलाई झै तिनलाई ग्रहण गर। तर यदि तिनले तिमीलाई केही खराबी गरेकै भए तापनि अथवा केही कुराको तिनी ऋणी छन् भने सो मेरो हिसाबमा राखिदेऊ। म पावल आफ्नै हातले यो लेख्दैछु। त्यो ऋण म स्वयं तिरिदिनेछु। तिमीलाई भनिरहनु पर्दैन होला कि आफ्नै निम्ति पनि तिमी मेरो ऋणी छौ। प्रिय भाइ, तिमीमा प्रभुमा केही लाभ पाऊ भन्ने म चाहन्छु। कृष्णमा मेरो हृदयलाई फेरि ताजा बनाइदेऊ। तिम्रो आज्ञा पालन र भरोसा राखी मैले मागेको भन्दा झन बढी गर्नेछौ भन्ने ठानेर म तिमीलाई यो पत्र लेख्दैछु। साथै मेरो निम्ति एउटा पाहुना कोठा पनि तयार राखिदेऊ, किनकि तिम्रो प्रार्थनामा म पनि तिमी कहाँ आउन पाउँछु कि भनेर आशा गर्दछु। आमेन। मैले यहाँ 24सम्म पढेँ, 23सम्म 23 पनि पढ्ने। येशू ख्रीष्टमा मेरो सँगी कैदी इफ्राइस र तिनीसँग अभिवादन पठाएका। त्यसै गरी सहङ्गी मर्कुस, अखियास, डेमास र लुकाले पनि यो पत्र लेखेको कुराहरू पाउँछ, सँगै रहेको कुराहरू पाउँछ। अनि प्रभु येशू ख्रीष्टको अनुग्रह, शान्ति र आत्मामा सँग रहिरहोस् भनेको छ पावलले। हामीले यो पुस्तक हेर्दै गर्दाखेरि पुस्तकले के भन्न खोजेको छ भने, यो पुस्तक चाहिँ कसले लेख्यो भन्दाखेरि पावलले लेखेको कुराहरू पाउँदछौँ। अनि कैदी भएकै समयमा पावलले 60 देखि 61 यो पत्र चाहिँ रोमको जेलबाट लेखेको कुराहरू पाउँदछौँ। अनि यो समय चाहिँ हामीले के पाउँछौँ भने कलसीमाको ठाउँमा चाहिँ मण्डलीको वरिपरि चाहिँ फिलेमोनले चाहिँ त्यहाँनिर एउटा सहरका मेम्बर, मतलब त्यहाँका एउटा सहरमा, जस्तै मानिलिउँ कलसीको मण्डली चाहिँ एउटा सहरमा, त्यो सहरमा रहेछ। त्यो सहरमा साथै उनी अलग्गै एउटा आफ्नो घरमा चाहिँ उनले के गर्थे, घरेलु सङ्गति चलाउने व्यक्ति रहेछन् फिलेमोन चाहिँ। अनि उनले चाहिँ त्यहाँ बस्दाखेरि एकजना चाहिँ त्यहाँनिर जसको घरमा चाहिँ कि त घरेलु सङ्गति भएको, अनि अनेसिमसलाई त्यहाँनिर कामको एउटा कमारोको रूपमा राखेको कुराहरू हामी पाउँदछौँ प्रियो। अनि त्यहाँनिर हामीले अनेसिमस ठाउँ भएका ती कमारो अघि नै के त कुनै चिज चोरेर भागेको कुराहरू हामी पाउँदछौँ। यो बाइबलमा हामीले पढ्दै गर्दाखेरिमा चाहिँ त्यसपछि अनेसिमस रोममा गएर पावलसँग भेटघाट गरेका कुराहरू, अनि अनेसिमसले चाहिँ ख्रीष्टलाई विश्वास गरेको कुराहरू हामी पाउँदछौँ। अनेसिमसलाई आफ्ना मालिक फिलेमोन कहाँ फर्काइदिनु पर्छ कि भनेर पावल महसुस भएर पावलले चाहिँ यो पत्र चाहिँ कसलाई लेखेको, फिलेमोनलाई यो पत्र लेखेको कुराहरू हामी पाउँदछौँ। अनि चाहिँ फर्काइदिनु पर्छ कि भनेर, अनि कमरा, अनि चाहिँ फिलेमोनको चाहिँ कानुन, त्यहाँको एउटा हामीले अनेसिमसलाई एउटा फर्काउनु पर्ने एउटा ठुलो त्यहाँ एउटा समस्या के थियो भने, किनभने त्यहाँका कमराहरू कानुन अनुसार कडा दण्ड पाउनु पर्थ्यो। जब त्यहाँ गल्ती गर्दैछ भने त्यो रोममा भएका मानिसहरूले चाहिँ एकदम कडा दण्ड, कसैको मृत्यु पनि त्यहाँ मारिदिने, त्यस्तो कडा दण्ड भएको कुराहरू हामी पाउँदछौँ। अनि पावलले चाहिँ अनेसिमसप्रति एउटा दया, एउटा क्षमा होस् भनेर अनुरोध गर्नलाई चाहिँ यो चिठी चाहिँ फिलेमोनलाई लेखेको कुराहरू हामी पाउँदछौँ प्रिय। अनि अनेसिमसले चाहिँ अवश्य पश्चाताप गरेर चोरेको चिज फिर्ता दिनुपर्ने, अर्कातिर एउटा फिलेमोनतिर अनेसिमसलाई एउटा हृदय नै क्षमा गर्नुपर्ने आवश्यक थियो। त्यहाँनिर उसले चाहिँ गल्ती गरेका थिए होइन अनेसिमसले। अनि त्यो क्षमा उसले आफ्नो साउसँग क्षमा मागेर एउटा हृदय चाहिँ राम्रो बनाओस् भन्न चाहिँ पावलले चाहन्थे होइन। त्यो कारणले चाहिँ यो पत्र लेखेको। अनि साथै त्यो समयमा कस्तो थियो भने क्रिस्चियन दाजुभाइका बिचमा एउटा चलन, एउटा कानुनी अनुसार एउटा दासको रूपमा त्यहाँनिर थियो कि त्यो समयमा चाहिँ क्रिस्चियन भए पनि त्यहाँनिर एउटा दास भएर अर्काको मालिकको घरमा भइसकेपछि एउटा सम्मान व्यवहार पनि एउटा त्यहाँनिर के थियो भने
दासलाई चाहिँ एकदमै कडा व्यवहार गरिन्थ्यो क्या त्यो समयमा। उसको धन जुन मालिकले राखेको छ त्यो धन नै उसको एउटा सम्पत्ति भन्ने ठान गर्थे। अनि त्यो चाहिँ यहाँनिर के छ भने क्रिस्टमा चाहिँ एउटा समान हुनुपर्छ है भनेर क्षमा देऊ है भनेर चाहिँ फिलोमनलाई पत्र लेखे। अनि दासको आवश्यकता एउटा दुष्ट र खराब चलन थियो त्यहाँनिर। अनि यस्तो दुष्ट चलन थियो कि कसरी विजय गर्नुपर्ने हो भने पावलले चाहिँ एउटा तरिका एउटा यस पत्रमा राम्ररी देख्छौँ हामी। त्यहाँनिर पावलले चाहिँ यो पत्र चाहिँ होइन एउटा क्रिस्चियन भइसकेपछि हामीले दासहरूको बारेमा होइन, हामीले एउटा स्वतन्त्र भएर उसलाई क्षमा दिनुपर्ने कुराहरू, अनि मालिक र दास दुवैले एकअर्कालाई प्रेम गर्नु अनि माफ दिनु अनि आदर गर्नु कुराहरू चाहिँ बताइएको छ प्रिय। त्यो हुँदाखेरि आज यो वचनले यो ओनेसिमसको यो फिलेमनको पुस्तक अनि फिलेमनले पावलले चाहिँ पत्र लेख्दै गर्दाखेरिमा चाहिँ यो कुराहरू दर्शाइरहेका छन्। अनि पावलले चाहिँ ओनेसिमसलाई आफूसँग राख्न सक्ने थिए नि त। उनले प्रभुमा ल्याए, विश्वास गराए। तर पावलले चाहिँ अरू कमराहरूलाई भाग्नका निम्ति पनि सल्लाह र साहस दिन सक्थे। तिनी रोम कानुन भङ्ग गरेर त्यसको विरुद्धमा खुला कमाउन पनि सक्ने थिए। उनले सक्थे त्यो सबै कुरा गर्न सक्थे। तर तिनको यस्तो थियो कि तिनले तरिका चाहिँ प्रेमको कानुन मान्नुपर्छ भन्ने थियो। एउटा के छ भने बाइबलमा के लेखेको छ भने यो संसारको सबै चिजभन्दा श्रेष्ठ चाहिँ प्रभु येशू परमेश्वर हुनुहुन्छ भन्ने कुरो त्यो देखाउन खोजेको है। विशेष गरी त अर्को के छ भने अब मालिक र नोकर चाहिँ समान हुनुपर्छ भनेर त अलरेडी भनिसकेको छ यहाँनिर होइन। तर यो संसारमा मानिसहरू यो संसारको थोकभन्दा संसारको चिजभन्दा होइन, तर परमेश्वर नै महान हुनुहुन्छ, उहाँको प्रेम नै महान छ, शक्ति छ भन्ने कुरा देखाउन खोजेको छ। अहिले यहाँनिर विभिन्न समस्याहरू भइरहेको छ नि, देशमा लडाइँहरू भइरहेको छ। तर यो सबै केही पनि होइन, तर परमेश्वरको उपस्थितिमा सबैभन्दा महान परमेश्वर नै हुनुहुन्छ। उहाँको प्रेम हुनुहुन्छ, उहाँको कानुन छ। उहाँले सबै कुरा देख्नुहुन्छ हामीलाई होइन, नदेख्ने भने उहाँले देख्नुहुन्छ के भइरहेछ, कसले के गरिरहेछ भन्ने कुरो उहाँलाई थाहा छ। हामी त यहाँ के छ, यहाँ के भइरहेछ भनेको हामी आँखाको अगाडि मात्रै हामीलाई थाहा हुन्छ होइन। तर परमेश्वरलाई यो कुरा सबै थाहा छ। अनि हामीले हेर्दै गर्दा अनि क्रिस्टका आज्ञाहरू विशेष गरी प्रेमको आज्ञा र संसारमा भएका सबै कानुनभन्दा पनि प्रेम चाहिँ बलियो भनेर देखाउन खोजेको छ है प्रिय। यो चाहिँ हो संसारको सबै थोकभन्दा अनि क्रिस्टको प्रेम चाहिँ प्रेममा चाहिँ एउटा मालिक र कमारो एउटा एक समान हुनुपर्छ है, भेदभाव हुनु पर्दैन है भनेर यो पुस्तकले तपाईँलाई हामीलाई देखाउन खोजेको छ प्रिय। आज हामीले कसैलाई भेदभाव गर्दैछौँ भने, कसैलाई घृणा गर्दैछौँ भने प्रिय हामीले चाहिँ सुधार्नु पर्ने हुन्छ। तर यो संसारको चिजमा त केही पनि छैन। तर परमेश्वरको उपस्थितिमा सबै कुरा सबैभन्दा श्रेष्ठ परमेश्वर हुनुहुन्छ भन्न खोजेको छ पुस्तकले। तपाईँहरूले फेरि पनि गर्दै हुनुहुन्छ भने यो कुरालाई हामीले एकदमै हो, हामी मान्छे हो, हामीलाई घमण्ड आउँछ, हामीलाई रिस आउँछ। त्यो हामीलाई रिस उठ्नुभन्दा अगाडि नै हामीले त्यसलाई चाहिँ के त रिस उठिसकेपछि त्यसलाई चाहिँ पाप चाहिँ नगरौँ भनेको छ क्या। पाप चाहिँ नगरौँ, गलत चाहिँ नगरौँ भनेको छ। त्यो हुँदाखेरि आज तपाईँले हामी एकदम होसियारी हुने समय छ। देशमा लडाइँ पनि भइरहेको छ होइन। अब हामी एकअर्कालाई एकदम महान ठान्छौँ कि, हामी एकअर्कालाई महान ठान्दै गर्दाखेरिमा होइन त्यहाँनिर पतनका कुरा पनि धेरै हुन्छन् होइन। त्यो हुँदै गर्दाखेरि आज तपाईँ र हामीले सबैभन्दा श्रेष्ठ चाहिँ परमेश्वरै हुनुहुन्छ भनेर बुझ्नुपर्ने आवश्यकता छ है प्रिय। यो हुँदाखेरि आजको वचनमा यतिकै राख्नेछु। जय मसीह सबैजनालाई।